कत्रो थियो नि त पुरा ड्याम फुटेर आयो पुरा चाइनाको ड्याम फुटेर आएको छ आमामामामामा ल यहाँ हामीले अब ओहो यहाँ पुरै ड्याम फुटेर आएको यो घर गयो यो त ल ट्युसुली बजारै गयो यार ल गयो यार ओ यता यता आमामामा यार बजारै गयो यार अलिक टाढा बसौँ टाढा यो पुरै यो घरहरू जम्मै गयो ल घरहरू जम्मै गयो यो पुरै आमामा ड्याम यार ल ट्युसुली बजारै गयो यार ल गयो यार ओ यता पुरै ट्युसुलीको आमामामामा लाइट लुट्यो है गाइस यस्तो लाइट छ ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम फुटेर आएको छ यो तल आएका छौँ यस्तो अवस्था यस्तो छ यति मोटे सबै सखाप भयो यहाँ मान्छेहरू उधार टोलीको आएको छैनन् प्लिज सबैले यो भिडियो सेयर गरेर उधार टोली पठाइदिनु पर्यो हेरो रसुवा नेपाल चाइना बोर्डर रसुवा यो भोटेकोसी वरिपरि सबै यस्तो भइसकेको छ मान्छेहरू यस्तो भइसकेको छ प्लिज पठाइदिनु पर्यो यहाँ ठुलो जनधनको क्षति भयो मान्छे पठाइदिनु पर्यो फोन लगाइरहेको छैन हामी चाहिँ 10 मिनेटले अगाडि बढेर हाम्रो चाहिँ के पनि फोन लगाइरहेको अस्ति होइन भने भर्खरैको बगायो फोनै खै त भाइ यसरी होइन सरकारले कमसेकम यति बेला त सबैलाई थाहा भइसक्यो नि त्यो घरको छततिर मान्छे कमसेकम हेलिकप्टर ल्याएर उद्धार गर्नु पर्दैन भने यहाँ त मान्छे जम्मै मरिसक्यो मान्छेहरू त त्यो घरको छततिर त एक दुईजना मान्छे बाँकी छैन अझै पनि हेर्नु त मान्छे लगेको खोलाले हेर्नु त यताको मान्छेहरू लगेको हेर्नु त हजारौँ गयो नि मान्छे राति बजार पुरै पुरिसकेको छ सबै सुरक्षित रहनु होला सुरक्षित रहन एहे अब गाडी कति थियो बजार कति हो मान्छे कोही आएकै छैन नि अझै आउने मान्छे खोलो त अनि यो त अझै आउनेछ खोलो आएकै छैन क्या खोलो सुरु नै भएन अझै खोलो आउने बाँकी छ बेत्रावती बजार पुरै पुरिसकेको छ सबै सुरक्षित रहनु होला त्रिशुलीतिर मैले भिडियो बनाएँ म तपाईँलाई अहिले बनाएर पठाइदिन्छु अब है हाम्रो त बाटै छैन सब मान्छे अब गएन त्यहाँ कति मान्छे मरिसक्यो होइन अब मर्यो होइन त्यो मान्छे कहाँ नानी त मान्छेहरू हेर्नु र रसुवामा आएको जुन बाढीपछि स्थानीय प्रशासनसँग सहकार्य गरी खोजी उद्धार र राहत कार्यमा खट्न नेता कार्यकर्तालाई नेकपा एमाले पनि निर्देशन दिएको छ। एमाले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोजी उद्धार र राहत कार्यमा संलग्न लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएको छ। एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन दिएको हो। नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्ता जनसङ्गठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल खोजी
उद्धार र राहत कार्यमा सक्रिय रूपमा जुट्न स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहायता कार्यमा अग्रपङ्क्तिमा रहेर खटिन विशेष निर्देशन दिएका छन्।